गेम्सको बाबु एकचोटि त्यो एरियाबाट फेरि देखाउ त माथि एरियाबाट एरियाबाट फेरि भन्दा एकचोटि हेरि चाहिँ तिमीले यो च्यानल सेक्सन वाला चाहिँ एउटाको मात्रै एरियाको भ्यालु हुन्छ क्या तिम्रो। हेर त कोडमा, कोडको पेज नम्बर 189 जति होला, त्यहाँ एपेन्डिक्स ए भनेको छ, हेर त। त्यो सेक्सन के भन्यो र? च्यानल सेक्सन डाइमेन्सन एन्ड प्रपर्टी भनेर लेखा छ त्यहाँनिर। टेबल A2 हेर न, टेबल कति A2 भनेर लेखा छ त्यहाँ। तिमीले केसीसी को कोड छ हैन मोटोवाला? यो केसीसी के हो जस्तो लाग्छ। तलपट्टि त्यो पेनले लेखेको छ नि 190 लेखा छ, हेर त। होइन कि क्या हो त्यसो केसीसी को यार? एकचोटि भिडियो अन गरेर देखाउ न, नभए भिडियो अन गरेर देखाउ त त्यो कोड। नभए तिमीसँग अर्को नि होला त्यहाँ पख ल। अर्को मैले कुन भनेको थिएँ भन्दाखेरि 808/1989 वाला छ है। 808 मा छ हो यहाँ त के हो अगाडिको कभर देखाउ न, कभर चाहिँ कस्तो छ तिम्रो? यो ए त्यसो केसीसी को हैन, व्हाइट हाउस के हो यो?
व्हाइट हाउस के हो Is अर्को school कोड नि campus, right? चाहिन्छ त्यहाँ एपेन्डिक्स ए भन्ने कोड होला तिमीसँग हेर ल त्यहाँ एपेन्डिक्स एमा छ भनेर अहिले बुझ न म अहिले कोड तिमीलाई वाट्सएपमा पठाइदिन्छु ल ल अँ त्यहाँनिर चाहिँ के हुन्छ भन्दाखेरि एउटा मात्रै च्यानलको एरिया दिएको हुन्छ क्या जस्तै यहाँनिर सी सेक्सनको एउटाको दिएको छ भनेपछि तिमीले चाहिँ यसको आधी गरिसकेपछि चाहिँ हेर है तिमीलाई टोटल एरिया चाहिने भनेको चाहिँ यहाँबाट निस्क्यो है अँ अब त्यसलाई डिभाइड बाई 2 गरेपछि चाहिँ हाम्रो एउटा सेक्सनको एरिया त त्यति हो नि त है डिभाइड बाई 2 गरेपछि किनकि दुईटा सेक्सन युज गरेर नि त हामीले यहाँनिर अँ हो त्यही भएर चाहिँ ए बाई 2 गरिसकेपछि चाहिँ अनि त्योभन्दा ठ्याक्कै यसको जति नजिक आउँछ नि नियरेस्ट भ्यालु अँ हो त्यहाँबाट चाहिँ हामीले च्यानल सेक्सन चुज गर्ने है त टेबलबाट जस्तै आइसक्यो। हाम्रो ल अब यो एरिया हामीलाई रिक्वायर्ड एरिया ल कति आयो भन्दाखेरि ल 50.12 आयो अरे ल मानौँ है 50.12 सिएम स्क्वायर आयो अरे अब यसलाई डिभाइड बाई 2 गऱ्यो भने 25.06 हुन्छ होइन हो यो 25.06 सिएम स्क्वायरको नजिकको जुन एरिया छ नि त्योबाट चाहिँ हामीले च्यानल सेक्सन चुज गर्नु पर्यो क्या यदि च्यानल चुज गर्यो भने आई सेक्सन भने चाहिँ रोल्ड सेक्सन छ हामीलाई सोधेको चाहिँ रोल्ड सेक्सनवाला थियो त्यो नि ब्याटनिङको त्योवाला अहिले म ब्याटनिङमै गराउँछु है त हो यसरी चाहिँ चुज गर्नु पर्यो है हामीले अब त्यसपछि त्यो एरिया चुज गरिसकेपछि त्यो एरिया पुग्छ कि पुग्दैन त हामीलाई भनेर झिक्नुपर्छ त्यो एरिया कसरी झिक्ने हेर ल अब हेर एरियाको भ्यालु जस्तै मानौँ 51.4 छ एउटा च्यानल सेक्सनको मानौँ है अब तिमीसँग कतिवटा च्यानल सेक्सन हुन्छ दुईवटा हुन्छ नि त तिम्रो पुलमा युज गर्ने त दुईवटा हो च्यानल सेक्सन यसरी भनेपछि 2 इन्टु एरिया इन्टु सिग्मा एसी हेर ल किन भन्दाखेरि सिग्मा इन्टु एरिया भनेको त फोर्स हो होइन किनकि स्ट्रेस भनेको त स्ट्रेस भनेको त फोर्स अपन एरिया हो अनि फोर्स चाहिरहेको हामीलाई भनेपछि सिग्मा इन्टु एरिया गऱ्यो भने त फोर्स आयो नि त है हो अब हामीसँग एक्चुअल सिग्माको भ्यालु थाहा छैन हामीलाई अब कसरी थाहा हुन्छ त कोडमा आरएक्सको भ्यालु दिएको हुन्छ एल इफेक्टिभ भने हामीले माथिबाट झिकेको हुन्छौँ त्यसपछि एल इफेक्टिभ बाई आरएक्स गरिसकेपछि हामी कोड नम्बर के अरे पेज नम्बर 39 मा गयो भने त्यहाँनिर एउटा टेबल छ हेर त पेज नम्बर 39 मा टेबल छ त्यहाँनिर एफवाईको भ्यालु दिएको छ अनि ल्याम्डाको भ्यालु दिएको छ हाम्रो प्राय एफवाई 250 नै युज हुन्छ एफवाई 250 र अब ल्याम्डाको भ्यालु तिमीले कति झिक्छौ त्यसलाई इन्टरपोलेट गरेर होइन ल्याम्डाको भ्यालु कति छ त्यहाँबाट तिमीले सिग्मा एसीको भ्यालु झिक्छौ है त्यहाँबाट तिमीले के गर्छौ त सिग्मा एसीको भ्यालु झिक्छौ हो त्यो सिग्मा एसीले अब यो फर्मुलामा मल्टिप्लाई गर्नु पर्यो जस्तै सिग्मा इन्टु कतिवटा सेक्सन दुईटा च्यानल सेक्सन इन्टु एरिया गरिसकेपछि एउटा सर्टेन फोर्सको भ्यालु आउँछ जुन फोर्स चाहिँ हाम्रो अगाडि क्वेसनमा गिभन फोर्स भन्दा चाहिँ बढी भएपछि बल्ल ओके हुन्छ है त अघि दिएको फोर्स के अरे हामीलाई क्वेसनमा दिएको फोर्स भन्दा चाहिँ यो फोर्स चाहिँ बढी आउनु पर्यो है त्यसपछि बल्ल ओके हुने भयो अब आउँछ स्पेसिङको केस है यो हो मेन पार्ट है त स्पेसिङको केस हेर है अब स्पेसिङको केसमा हामीसँग तीनटा सेक्सन हुन्छ अहिलेलाई एउटा भनेको च्यानल सेक्सन प्लेस्ड फेस टु फेस अथवा के भन्छ त यसलाई फेस टु फेस अथवा टो टु टो भन्छ यसलाई है यो लेख है फेस टु फेस अथवा टो टु टो यो फर्मुला पनि लेख ल फेस टु फेस अनि त्यसपछि अथवा टो टु टो नि भन्छ यसलाई त्यो लेखिराख अनि त्यसपछि अर्को हुन्छ ब्याक टु ब्याक हुन्छ हामीलाई अहिलेसम्म सोधेको हामीलाई 2024 मा मात्रै एउटा एक्स्ट्रा सोधेको थियो आई सेक्सन भनेर नभए अहिलेसम्म यो दुईटा सेक्सन सोधिरहेको थियो है अब त्यसपछि अर्को हुन्छ हाम्रो रोल्ड सेक्सन अथवा आई सेक्सन भनेर भन्छ है यो तीनटै केस गरौँ अहिलेलाई हजुर ल यो आई सेक्सन भयो है ल यो आई सेक्सन भयो ल अब यो तीनटै केसमा चाहिँ के गर्नु पर्यो भन्दाखेरि यसमा फर्मुला लगाउनु पर्यो तिमीले 2IXX इक्वल टु 2IXX इक्वल्स टु 2IY हेर यो IXX भन्ने केमा हुन्छ कोडमै हुन्छ त्यही कोडमा हामीले सेलेक्ट गरेको सेक्सनमा हुन्छ अनि त्यसपछि यो 2IYY यो IYY पनि कोडमै हुन्छ प्लस ए भनेको कोडकै एरिया हुने भयो अब एच स्क्वायर गर्नुपर्छ एच स्क्वायर भने चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ सिवाई प्लस एस बाई 2 हुन्छ र यो हेर है सबैको भ्यालु थाहा हुन्छ हामीलाई सबै कुराको भ्यालु थाहा हुन्छ तर हामीलाई एसको भ्यालु थाहा छैन त्यही भएर यो इक्वेसनलाई सल्भ गरेर चाहिँ हामीले एसको भ्यालु पत्ता लगाउनु पर्छ है त एसको भ्यालु पत्ता लगाउनु पर्छ है अब हामीलाई चाहिँ सोधेको आई सेक्सनको कुरा गरौँ ल अहिलेलाई अब आई सेक्सनमा चाहिँ अर्कै फर्मुला लाग्छ हेर है अब रोल्ड सेक्सनमा गयो भने चाहिँ तिमीलाई ब्रेथ अफ फ्ल्यान्स दिइरहेको हुन्छ क्या हो अनि यो आधीसम्म आयो भने चाहिँ ब्रेथ अफ फ्ल्यान्स बाई 2 हुने भयो यो है यो पनि बिएफ बाई 2 हुने भयो है बिएफ बाई 2 हुने भयो अब यसको लागि फर्मुला हुन्छ 2IXX इक्वल टु 2IXX इक्वल्स टु 2
आइवाई प्लस एरिया भनेको कोडमै हुन्छ। अब एच स्क्वायर गर्दाखेरि चाहिँ के गर्नु पर्यो भन्दाखेरि चाहिँ s/2 प्लस b/2 को होल स्क्वायर गर्नु पर्यो है। b/2 को होल स्क्वायर गर्नु पर्यो। यो फर्मुला लेखिरह ल, अहिले काम लाग्छ। हो, यसबाट नि सल्भ गरेर के गर्नु पर्यो त, स्पेसिङको भ्यालु झिक्नु पर्यो है। यतिसम्म टिप्यो केटाहरू? अब त्यसपछि हामीलाई स्टेप कन्ठ हुँदैन, किन भन्दाखेरि सबै कुरा कोडमा छ है। अब कोडको पेज नम्बर 51 IS 800 1984 को पेज नम्बर 51 पल्टाउ त। अब त्यहाँनिर पेज नम्बर 51 मा के भनेको छ भन्दाखेरि हामी चाहिँ पछाडिबाट अगाडि जाँदै गर्ने हो क्या यो लेसिङ र प्याटर्निङको डिजाइन गर्दाखेरि। सुरुमा भनेको छ तिमीलाई, हेर त, द म्याक्सिमम 5.7.6.1 पढ ल। 5.7.6.1 मा हेर त के भनेको छ, द म्याक्सिमम स्पेसिङ अफ लेसिङ बार वेदर कनेक्टेड बाई रिवेटिङ अर वेल्डिङ भने है सेल बी सच द्याट द मिनिमम स्लेन्डरनेस रेसियो है। मिनिमम स्लेन्डरनेस रेसियो भनेको L/RY हो। L/RY चाहिँ के हुन्छ पर्छ भन्दाखेरि चाहिँ अफ द कम्पोनेन्ट अफ मेम्बर बिट्विन कन्जिक्युटिभ कनेक्सन इज नट ग्रेटर देन, यो चाहिँ के हुनु पर्यो त, यो सुड नट बी ग्रेटर देन के भनेको छ भन्दाखेरि 50 अर 0.7 टाइम्स द, यहाँनिर अनफेभरेबल भनेको छ, यो भनेको 0.7 टाइम्स त यो माथि झिकेको ल्याम्डा, त्यसलाई मैले ल्याम्डा 1 ले डिनोट गरेँ है। कुन ल्याम्डा भन्दाखेरि अघि भर्खर हामीले यहाँनिर ल्याम्डाबाट सिग्मा एसी झिकेको थियो नि, यो वाला ल्याम्डा है। यो वाला ल्याम्डा भन्दा चाहिँ के हुनु पर्यो त, यो के अरे एल इफेक्टिभ बाई RX गरेको थियो नि, हो यो भन्दा चाहिँ 0.7 टाइम्स भन्दा चाहिँ के हुनु भएन त, यो ग्रेटर हुनु भएन भनेको छ। अब यो सबै कुरा कोडमा हुन्छ, तर यो एल भनेको के त त्यो बुझ्न जरुरी छ। अब त्यही भनेको छ, हेर त, वेयर एल इज डिस्टेन्स बिट्विन सेन्टर अफ कनेक्सन अफ ल्याटिस बार भनेको। अब म यहाँ फिगर बनाउँछु है, यो बुझ है। यहाँनिर के छ त भन्दाखेरि यो छ हैन, यसलाई ल्याटिस बार भन्छ यो दुईटा बारलाई। अनि त्यसपछि यसरी लाग्छौँ हामीले लेसिङलाई है, लेसिङलाई यसरी राख्छौँ। अनि त्यसपछि फेरि अर्को लेसिङ कसरी जान्छ त, यसरी जान्छ हो। अब जस्तै यहाँनिर एङ्गल अफ इन्क्लिनेसन कति मान भनेको छ हामीलाई कोडले भन्दाखेरि 40 नर मोर देन 70 भनेको छ। हामीलाई 45 राख्यो भने सजिलो हुन्छ, यसलाई 45 डिग्री राख्छौँ हामीले। अनि त्यसपछि हेर त, स्पेसिङ तिमीलाई थाहा हुन्छ, यति स्पेसिङ भनेको अघि भर्खर हामीले सल्भ गरेर झिकेको हुन्छौँ है, यसलाई स्पेसिङ भन्छौँ। अनि त्यसपछि यतिलाई हामीले 5 देखि 6 सेन्टिमिटर मान्नुपर्छ, हामी 6 सेन्टिमिटर मान्छौँ अहिले गर्दाखेरि क्वेसनमा। यति भनेको 6 सेन्टिमिटर हुन्छ हो। अब यति ज्योमेट्री लाएर यतिको भ्यालु पत्ता लगाउन सकिन्छ नि त हामीले है। यतिको भ्यालु कसरी पत्ता लगाउन सकिन्छ भन्दाखेरि यो ट्रायङ्गल बन्यो, यो 90 डिग्री भयो, यो 45 डिग्री छँदैछ। त्यसपछि यो भनेको स्पेसिङ प्लस 6 सेन्टिमिटर प्लस 6 सेन्टिमिटर गरेर यसको भ्यालु आइहाल्यो। त्यसपछि यसलाई सल्भ गरेर यसको भ्यालु निस्किन्छ है। अब सेन्टर बिट्विन कनेक्सन भनेपछि यो लेन्थ भनेको चाहिँ यहाँदेखि यहाँसम्मको लेन्थ भनेको, मतलब अब यसलाई मानौँ बी मान्यो भने यसलाई 2 इन्टु बी गरिसकेपछि चाहिँ हाम्रो एलको भ्यालु, यो एलको भ्यालु आउने भयो है। एलको भ्यालु चाहिँ के हुँदो रहेछ त, 2 इन्टु बी गर्नुपर्ने रहेछ है। बुझ्यो यो कुरा? फेरि भन्नुपर्छ यसलाई है। ल हेर है, ल्याटिस बारको कनेक्सनको बिट्विन भनेको छ है, कनेक्सन बिट्विन, हेर त त्यहाँनिर विच एभर इज लेस वेयर एल इज द डिस्टेन्स बिट्विन सेन्टर अफ कनेक्सन भनेको छ नि। यो भनेको चाहिँ तिम्रो यो ल्याटिस बार भनेको चाहिँ यो एउटा बारको हेर्नु पर्यो क्या, तिमीले यसरी नै हेर्न मिल्थ्यो नि, मिल्न त। हेर त यो नि दुईटा कनेक्सनको डिस्टेन्स हो, तर ल्याटिस बारमै भनेको छ नि त है, त्यही भएर चाहिँ यति डिस्टेन्स हेर्नु पर्यो क्या हामीले है। अब हामीले यो माथिबाट हेर है, यो माथिको केसबाट हामीले स्पेसिङ झिक्छौँ सल्भ गरेर है। यो स्पेसिङ भयो, स्पेसिङ, अनि त्यसपछि यो अलिकति त भित्र राख्नुपर्छ नि त। यो दुईटा बिचको स्पेसिङ भने एसो, अनि यो भित्र चाहिँ कति हुन्छ भन्दाखेरि 6 सेन्टिमिटर हुन्छ हाम्रो, 6 सेन्टिमिटर हुन्छ। अनि यतापट्टि पनि हाम्रो 6 सेन्टिमिटर हुन्छ है। हो, त्यही भएर चाहिँ यति टोटल डिस्टेन्स चाहिँ तिमीले स्पेसिङ प्लस 6 गऱ्यो भने झिक्न सक्यो नि है, यति टोटल डिस्टेन्स हो। अनि त्यसपछि तिमीले के त ट्रिग्नोमेट्री लाएर यहाँनिर यसको भ्यालु झिक्न सक्यौ हो। त्यसपछि यो सेन्टर बिट्विन कनेक्सन भनेको छ नि, यो प्लस यो भने हो नि त, त्यो भनेपछि 2 इन्टु बी गऱ्यो भने त त्यो यो एलको भ्यालु आउने भयो कि भएन, हेर त, यो एलको भ्यालु आउने भयो हो। अब त्यो एलको भ्यालु चाहिँ कि त 50 भन्दा कम आउनु पर्यो, कि त 0.7 ल्याम्डा 1, ल्याम्डा 1 भनेको हामीले माथि झिकेको ल्याम्डा 1, त्यो भन्दा कम आउनु पर्यो भनेको है। बुझ्यो है अब चाहिँ?
ल अब त्यसपछि फेरि जाम त अब 5.7.5 को काम नि सक्यो। अब हेर त त्यहाँ थिकनेस भने 5.7.4 मा हेर अब। बाबु हजुर बाबु के अरे हजुर त्यो हजुर एल एल चाहिँ कहाँदेखि कहाँसम्म हो भन्नु त मलाई उयो सेन्टरदेखि यो तल सेन्टरसम्म हो उयो यो रिबेटको सेन्टरदेखि यो रिबेटको अँ, सेन्टरसम्म। ए ल बुझ्यो है। ल बुझ्यो ल अब 5.7.4 मा हेर एकचोटि। 5.7.4 मा के भनेको छ भन्दाखेरि द थिकनेस अफ फ्ल्याट लेसिङ बार स्याल नट बी लेस देन 140 टाइम द के अरे लेन्थ बिट्विन द इनर इन रिबेट अर वेल्ड अफ सिङ्गल लेसिङ भनेको छ। त्यो भने केही पनि होइन, थिकनेस चाहिँ के हुनु भएन त भन्दाखेरि थिकनेस सुल बी ग्रेटर देन 1/40 टाइम्स द यो लेन्थ भनेको क्या, यति लेन्थ पनि झिक्न सकिन्छ नि है। यसलाई के भन्ने त एल इफेक्टिभ भन्ने है, एल इफेक्टिभ भन्ने 1/40 टाइम होइन, एल इफेक्टिभ नमानौँ ल, यसलाई अब ए नै मानिदिउँ न है, यसलाई ए मानौँ है अहिलेलाई, यसलाई ए मानौँ ल। 1/40 टाइम्स त ए हुनु भएन है। अब जे नि डिनोट गर्न पाएँ क्या यो चाहिँ है। लेन बिट्विन इनर इन रिबेट अर वेल फ्रम भनेको यहाँदेखि यहाँसम्मको डिस्टेन्स भनेको है त, यति डिस्टेन्स भनेको है, त्यो भनेको 1/40 टाइम्स त ए हुनु भएन। र यही कुरा सल्भ गरेर यसको भ्यालु हामीलाई थाहा हुन्छ है, अहिले क्वेसन गर्दा थाहा हुन्छ त्यो कुरा कसरी आयो भनेर हो। यो गर्दाखेरि चाहिँ 1/40 टाइम्स ए भन्दा चाहिँ बढी आउनु भएन भनेको छ। त्यही भएर चाहिँ हामीले चाहिँ यहाँबाट चाहिँ हामीले थिकनेसको भ्यालु चाहिँ अलिकति बढी लिन्छौँ यहाँबाट निस्केको भन्दा, भनेको टी इजिकल्स टु 1/40 ए गर्छौँ पहिला सुरु, 1/40 ए गर्छौँ, अनि त्यसपछि यहाँबाट सर्टेन भ्यालु आउँछ, अनि त्यसलाई चाहिँ नियरली इक्वल टु भनेर बढाएर राख्नुपर्छ है त, बढाएर राख्नु पर्यो है। ल यो कुरा नि बुझ्यो होला। त्यसपछि विथ हेर, विथ चाहिँ डाइरेक्ट झिक्नु पर्यो हामी। अब कति नोमिनल डायमिटर तिमीले ल 20 mm मान्यौ भने त्यहाँनिर विथको भ्यालु डाइरेक्ट दिएको छ हेर त, टेबल 5.7.3 मा 20 mm नोमिनल डायमिटर अफ रिबेट मान्यो भने तिम्रो 60 mm चाहिँ के रहेछ त हाम्रो विथ रहेछ है। त्यसपछि हाम्रो सिधै अब कता जान्छौँ त भन्दाखेरि 5.7.2.3 मा जाने भयो हामी। 5.7.2.3 मा के भनेको छ भन्दाखेरि हेर त 10 हो, यो चाहिँ फर्मुला छ है, यसको चाहिँ फर्मुला छ है, के अरे ए रुट अन्डर 12/t, ए रुट अन्डर 12/t छ है यो फर्मुला। यो फर्मुला चाहिँ लेखिराख ल, यो चाहिँ आफै थाहा पाउनु पर्यो। ए रुट अन्डर 12/t छ, यो ल्याम्डा अर्कै ल्याम्डा हो। यसको भ्यालु चाहिँ के हुनु पर्यो त भन्दाखेरि चाहिँ 145 भन्दा कम आउनु पर्यो है, 145 भन्दा चाहिँ कम आउनु पर्यो। यो कुरा भनेको हो, यो चेक गर्नको लागि हो है, चेक गर्नको लागि हो। त्यसपछि यो ल्याम्डाबाट फेरि तिमीले के झिक्नुपर्छ भन्दाखेरि सिग्मा एसी झिक्नुपर्छ है। अहिले क्वेसन गरेपछि है, अहिले हल्का कन्फ्युजन लागिरहेको होला। यो ल्याम्डाबाट हामीले फेरि सिग्मा एसी झिक्नुपर्छ। यो सिग्मा एसी फेरि पेज नम्बर 39 बाट झिक्नुपर्छ है, पेज नम्बर 39 बाट झिक्नुपर्छ है। ल अब त्यसपछि हाम्रो चेकिङको कुरा आउँछ। अब सकिसक्यो। अब के छ त भन्दाखेरि 5.7.2.1 मा एउटा केस छ, के भनेको छ हेर त, द लेसिङ अफ कम्प्रेसन मेम्बर स्याल बी प्रोपोर्सनल टु रेजिस्ट अ ट्राभर्स फोर्स। हेर है, भी भनेको चाहिँ हाम्रो के हुनु पर्दो रहेछ भन्दाखेरि चाहिँ 2.5% अफ पी भनेको गिभन फोर्स है, 2.5% अफ गिभन फोर्स, मतलब लेसिङले चाहिँ कति फोर्स लिँदो रहेछ भन्दाखेरि चाहिँ त्यो फोर्सको चाहिँ हाम्रो यसरी लागेको फोर्सको चाहिँ 2.5% मात्रै लिँदो रहेछ भनेपछि भीको भ्यालु झिक्नु पर्यो तिमीले। 2.5% आउँछ। कसरी लागिरहेको हुन्छ, यसरी लागिरहेको हुन्छ, तर हामीलाई कस्तो फोर्स चाहिरहेको हुन्छ त, पर्पेन्डिकुलर फोर्स चाहिरहेको हुन्छ। त्यही भएर चाहिँ हामीले चाहिँ यो भी झिकिसकेपछि चाहिँ V1 को भ्यालु झिक्नुपर्छ। V1 को फर्मुला चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यो भी झिकिसके नि V/2 sin थीटा, यो पनि टिपिराख त, V/2 sin थीटा हुन्छ है। अब यही फोर्सको आधारमा चाहिँ हामीले चेक गर्नुपर्छ है त सबै कुरा। यसलाई V1 नै लेखौँ न है, यो पनि टिपिराख। अब यो V/2 sin थीटा फोर्सबाट चाहिँ अब चेकिङ सुरु हुन्छ है हाम्रो। चेक पहिला सुरु के को लागि गर्नुपर्छ भन्दाखेरि एउटा टेन्सनको लागि गर्नुपर्छ र एउटा कम्प्रेसनको लागि गर्नुपर्छ। र यो टेन्सन र कम्प्रेसनको कुरा चाहिँ म अहिले भनिदिइहाल्छु, यो सबै कुरामा सबै च्याप्टरमा युज हुन्छ है त। टेन्सन भनेको चाहिँ तिम्रो जस्तै यो मेम्बरले चाहिँ फोर्स लिँदैछ अरे मानौँ है, यो मेम्बरमा दुईटा हेर है, यहाँ दुईटा चाहिँ के छ त रिबेट छ है, रिबेट छ भने टेन्सन यहाँबाट लागेको छ अरे ल मानौँ है, टेन्सन यहाँबाट लागेको छ भने हाम्रो चाहिँ टेन्सन चाहिँ यति भागले मात्रै लिन्छ क्या, यो रिबेटले बाहेक सबै भागले लिने भयो है। टेन्सन चाहिँ के हुन्छ भन्दाखेरि रिबेटले लिँदैन, मतलब
रिबेटको एरिया घटाको एरियालाई के भन्छौँ हामीले नेट एरिया भन्छौँ। जस्तै यहाँनिर दुईटा रिबेट छ भने हाम्रो टोटल एरिया भने के हुने भयो त? ल जस्तै मानौँ लेसिङकै कुरा गरौँ। यहाँनिर लेसिङको के छ त? हामीले बी इन्टु टी हुन्छ यसको एरिया है, बी इन्टु टी हुन्छ हो, माइनस अब जस्तै मानौँ एउटा रिबेट अथवा दुईटा रिबेटै युज गऱ्यौँ ल है, दुईटा रिबेट यतै देखाउनुपर्छ है। 2 इन्टु एरिया अफ रिबेट गऱ्यो भने चाहिँ के आउने रहेछ त? हाम्रो यो लेसिङको चाहिँ नेट एरिया आउने रहेछ। अब ग्रस एरिया भने चाहिँ कति हुने रहेछ त? बी इन्टु टी हुने रहेछ है। अब त्यसपछि टेन्सनको लागि के हुने भयो त? अब फोर्स भने यो V1 डिभाइडेड बाई नेट एरिया गऱ्यो भने टेन्सन आउँछ र हाम्रो यसको पर्मिसिबल टेन्सनको पर्मिसिबल एरिया चाहिँ कति हुन्छ? टेन्सनको चाहिँ पर्मिसिबल भ्यालु चाहिँ कति हुन्छ त भन्दाखेरि 150 MPa हुन्छ। त्योभन्दा बढी आउनु भएन अनि बल्ल ओके हुन्छ है त। अब कम्प्रेसनको कुरा गरौँ। कम्प्रेसनको के हुन्छ त? फेरि V1 बाई ग्रस एरिया भनेको कम्प्रेसन चाहिँ केले लिने भयो त? यो रिबेटले पनि कम्प्रेसन लिने भयो। कम्प्रेसिभ फोर्स चाहिँ यसरी लाग्ने भयो, यो रिबेटले पनि लिने भयो भनेपछि V1 बाई ग्रस एरिया हुने भयो। अब यहाँ छुट्टै ल, यो चाहिँ अब नेट एरियाको फर्मुला लेख त। नेट एरियाको फर्मुला बी इन्टु टी माइनस एरिया अफ रिबेट गर्नु पर्यो है। अनि त्यसपछि ग्रस एरिया भनेको बी इन्टु टी मात्रै हुने भयो है, बी इन्टु टी मात्रै हुने भयो है। अब यति चेक गरिसकेपछि हामीले के गर्यौँ त? अब डिजाइन अफ इनकनेक्सन गर्नुपर्छ है। डिजाइन अफ इनकनेक्सनमा केही गर्नु पर्दैन। अब अगाडिको च्याप्टर पढायो भए सजिलो हुन्छ, तर अब अहिले हामीसँग धेरै टाइम छैन अगाडिको पढ्नलाई, त्यही भएर चाहिँ डाइरेक्ट गर्छौँ। सियरको लागि हेर ल, सियरको लागि फर्मुला हुन्छ सियर स्ट्रेन्थ हेर है। सियर स्ट्रेन्थको लागि फर्मुला हुन्छ, सियर स्ट्रेन्थ भनेको हाम्रो डबल सियर हुन्छ लेसिङमा। किन भन्दाखेरि यस्तो लागेको सेक्सनमा यहाँबाट पनि फोर्स लाग्ने भयो, यहाँबाट पनि फोर्स लाग्ने भएपछि यहाँनिर डबल सियर हुने भयो। त्यही भएर सियर स्ट्रेन्थ भनेको 2 इन्टु टाउ भिएफ इन्टु पाई बाई 4 इन्टु डी स्क्वायर हुने भयो है। हेर त सियर स्ट्रेन्थको फर्मुला यो हुने भयो, डिभाइडेड बाई 1000 गरिसकेपछि यसको भ्यालु केमा आउँछ त? किलो न्युटनमा आउँछ। र यो टाउ भिएफको भ्यालु चाहिँ कहाँबाट तान्ने भइरह होला? यो टाउ भिएफको भ्यालु चाहिँ पेज नम्बर 95 मा छ है, पेज नम्बर 95 मा छ। अनि त्यसपछि हाम्रो बियरिङको लागि छ। फेरि बियरिङको लागि के छ भन्दाखेरि बियरिङको लागि छ सिग्मा पी अफ इन्टु डी इन्टु टी। हेर डी भने डायमिटर भइहाल्यो, इन्टु टी भनेको झिकेको छँदैछौ अगाडि माथिपट्टि है, थिकनेस भइहाल्यो हो। अब यहाँ दुईटाबाट जुन भ्यालु चाहिँ मिनिमम आउँछ यो दुईटाबाट, त्यसको भ्यालु चाहिँ मिनिमम चाहिँ के हुन्छ त? रिबेट भ्यालु हुन्छ। त्यसपछि हामीले नम्बर अफ रिबेट झिक्नुपर्छ। नम्बर अफ रिबेट कसरी झिक्ने भन्दाखेरि चाहिँ हामीले अघि भर्खर भी झिकेको थियो नि हो, त्यो भी डिभाइडेड बाई रिबेट भ्यालु गरिसकेपछि हाम्रो नम्बर अफ रिबेट आउँछ। त्यसपछि हामीले एउटा फिगर बनाउनु पर्छ यसको लागि। ट्याक्क ल लेसिङ कनेक्सन मानौँ अहिले सी सेक्सन युज भएको छ, ब्याक टु ब्याक युज भयो। ल ब्याक टु ब्याक युज भयो भने यस्तो हुने भयो। यो फिगर दिनुपर्छ। अब यहाँनिर यसलाई कुन सेक्सन चुज गरे त्यसको नाम लेखिदिनु पर्यो, एमसी डट डट मानौँ अहिलेलाई। अनि त्यसपछि लाएर यहाँनिर के हुन्छ त? हाम्रो रिबेट यसरी लागेको हुन्छ। मानौँ एउटा रिबेट आयो भनेपछि यहाँनिर एउटा रिबेट यहाँनिर राखिदिने, एउटा रिबेट यहाँनिर राखिदिने, एउटा रिबेट यहाँनिर राखिदिने, एउटा रिबेट यहाँनिर राखिदिने, यहाँनिर भइसक्यो क्यार, यहाँनिर एउटा रिबेट राखिदिने। त्यसपछि के हुन्छ त? हाम्रो फिगर लेसिङ भन्नुपर्छ। यति गरेपछि हाम्रो के आउँछ त भन्दाखेरि 16 मार्क्स पक्का हुन्छ है त, 16 मार्क्स पक्का हुन्छ। ल अब एउटा न्युमेरिकल गरेपछि बुझिन्छ है त। अहिले चाहिँ यति कुरा बुझिराख है। यतिसम्म केही कन्फ्युजन छ है? अब एउटा क्वेसन सार अनि त्यसपछि चाहिँ त्यसमा चाहिँ बुझिन्छ। अब एउटा क्वेसन गरेपछि चाहिँ ठ्याक्क बुझिन्छ है त। ल सरले गरा क्वेसन गर्ने कि ओल्ड क्वेसन के गर्ने त? ओल्ड क्वेसन गरौँ न, ओल्ड क्वेसनको। ल ओल्ड क्वेसन पह ल, म खोज्छु। पिडिएफ छ क्या मसँग। ओडी कतिको? हजुर पह लेसिङको गरौँ है त। लेसिङको खासै सोधे त छैन, त्यही पनि पह है मसँग। लेसिङको भन्दा ब्याटनिङको बढी लेसिङको र सोध्ने हो। ब्याटनिङको चाहिँ सोधे छैन क्या, लेसिङ त सोधिराख है। जतिको गरे नि हुन्छ। ल कतिको गर्ने भन नि त। ल PU 2023 कै गरौँ है त।
PU20 हजुर ल क्वेसन सारी रह ल डिजाइन अ बिल्ट अप कोलम विथ लेसिङै भनेर रहेछ डाइरेक्ट डिजाइन अ बिल्ट अप कोलम विथ लेसिङ क्यारिङ एन एक्जियल लोड अफ 1000 किलोन्युटन हजुर 6M को क्वेसन ब्याङ्कको 2023 को कतिमा सोधेको यो पखल 2023 मा डिजाइन अफ बिल्ट अप कोलम हेर त 2022 को चाहिँ छ तिमीसँग ल 2022 कै गरौँ न त नभए 2022 को नि लेसिङै होला डिजाइन अफ बिल्ट अप कोलम यो पनि लेसिङै हो है ल 2022 को क्वेसन सार त केटाहरू छ भने डिजाइन अ बिल्ट अप कोलम 8 मिटर लङ हजुर भेट्यौ त्यो क्वेसन नभए मसँग पिडिएफ छ है पिडिएफ नै सेयर गरिदेऊ न हजुर PDF म मा सेयर स्क्रिन गरिदेऊ सेयर भनेको। गरेर सार है त पखल यहाँ मसँग म खोल्छु फाइल अनि ओपन थियो यहाँबाट हैन 8 मिटर वाला हो बाबु त हजुर पखल हो फोर नंबर के 4 नंबर स्टिल ओल्ड इज गोल्ड सेयर ल हेर त यसमा छ है पखल खोइ कहाँ गयो रिफ्रेश गर्नु किन नखोल्यो टेलिग्राम को ग्रुप में छैन र त्यहाँ छ त पिडिएफ म पठाइदिउँला उसलाई हेर न भाइ बाबु तिमीलाई पठाइदिउँला ल खुल्यो यो हेर त खुल्यो ल यसमा सार त यो 2022 को उयो क्वेसन है के अरे यो वाला फोन नंबर यो क्वेसन नम्बर कति हो यार 3 रहेछ 3 ओके यो त 2023 को हो न ए खोइ यहाँ मलाई कसरी पठाए यार त्यसले पिडिएफ यही साह्रो नै एउटै हो सबै एउटै प्रोसेस लाग्छ क्या त्यो 2023 को होमवर्क गर न प्र्याक्टिस गर न एकचोटि एउटा प्र्याक्टिस गरे पुग्छ यसको लागि है फेरि डिजाइन अ बिल्ट अप कोलम विथ लेसिङ त्यसैले फोटो खिच्नु पर्यो उडासँग छैन र पिडिएफ मसँग ओल्ड इज गोल्ड नै छ नि यो चाहिँ भेटिन यो 2023 मा रहेछ क्या 3 मा यतिको हो 2022 मा हेरेको सबै एउटै हो क्या जस्ट प्रोसेसरमा पढ्यो हैन यसमा ठिकै हो ब्याक टु ब्याक यो हरेक साल सोध्दैछ कि कुनै साल छुटेको नि छ योबाट च्याप्टरबाट यो च्याप्टरबाट एकचोटि नि छुट्दैन क्या स्योर हो क्या 16 मा लिसनिङ र राइटिङ एउटा सोध्छ ओए अनिस हिजो सिबिआर गर्यो के भनेको सजिलो थियो त सिबिआर त्यो ब्याक टु ब्याक र टो टु टोमा के फरक हुन्छ जस्ट फिगरको लागि मात्र हो कि अरू पनि फरक हुन्छ त्यहाँ फिगर झिक्न मात्रै फरक हुँदो रहेछ त्यसमा खास गरी यस्तो हो क्या ब्याक टु ब्याक भने यो हुने भयो अनि टो टु टोमा खास गरी यो हो कुरो चाहिँ हैन तर त्यो गर्दा मिल्दैन क्या क्वेसनमा हेर है यो टो टु टो भने यस्तो हुन्छ तिम्रो यो सिवाई को भ्यालु हुन्छ नि सिवाई उसमै जाऊ न लेखिएन हो यसमा केही नि लेखिएन देखेन ए यो अर्कै WhatsApp मात्रै शेयर भइराख्यो क्या रहेछ यार यो पिडिएफ मात्रै शेयर भइरहेछ ए अहिले नि पिडिएफ मात्रै शेयर भइराख्यो हैन यो क्वेसन सारिसक्यो हो सबैले यो ब्याक टु ब्याक टु लेखेको हुँदो रहेछ टो टु टो मात्रै फिगर मात्रै फरक भन्ने बुझ न अहिले किन कन्फ्युजन खान्छौ हैन फिगर मात्रै फरक हुन्छ हैन त्यही बुझ अहिलेलाई अरू केस चाहिँ अर्कै हो त्यो अब त्यो खासै त्यो डिपमा गएर काम छैन क्या यसको के छ त
ल, अब त्यसपछि हजुर सुरु गरौँ है त क्वेसन। यत्तरिका यो फेरि यसलाई म हटाइहाल्छु पख ल। पौडेल नभए WhatsApp ग्रुप बनाइदेऊ न, त्यसमा हालिदेऊ के, म PDF हालिदिन्छु ल। खोइ बनाउ त पौडेल। ल आयो होला अब। हामी ल हामी लेखिराख है मसँग छैन बोर्ड अब। नम्बर माग आफूले न। ल नम्बर अब हाल्नु हेर त है, हामी अब सुरु गरौँ ल। ल एल इफेक्टिभ चाहिँ आफै झिक त केटा हो, पेज नम्बर 41 बाट। अस्मिन पकड्ने एकछिन हजुर ल। पकड ल। नम्बर हाल्नु त। यस्तो गर, म अस्मिन हाल्छु अनि अस्मिनले हाल्छ नि। आयुषले मलाई त्यो एड हाल। गर, म सबलाई एड गरिदिन्छु। तिमी ग्रुप बनाऊ न आयुष, पौडेल तिमी ग्रुप बनाऊ, आयुषलाई उसले एड गरिहाल्छ नि बाबुले। हो त्यो गर्दा नि भयो त। हो नभए मैले ग्रुप बनाए भइहाल्यो त, सबलाई एड गर्न मिलिहाल्छ। त्यही गर्दा नि हुन्छ। बनाऊ तिमीसँग बनाऊ ल। नम्बरै हाल। मनिष पौडेल, आयुष अनि आशुतोष छ होइन? म यो ए PDF यो हालिदिन्छु। व्हाइट बोर्डको लिङ्कले चाहिँ ऊ मात्रै खोल्ने हो, डाइरेक्ट भिडियो मात्रै? व्हाइट बोर्ड मात्रै खुल्छ होला क्या। ल सबैजना आयो होला हेर त। चारजनै छ होइन? हालिदेऊ त साथी। आयुष भयो है एड तिमी? हालिहाल त ओइ भइसक्यो। पौडेल। केमा छ, म त आएको छैन त। के हाल्नु? अब्दुल्ला वाट्सएपमा हेर त अब्दुल्ला तिमीलाई एड। पहल तिमीलाई चाहिँ एड गर्नु बिर्सेछु पहल। अब्दुल के हालिदिनु म भन त? म PDF हालिदिन्छु कि। अब्दुलले चाहिँ हाल्ने हो। ल फेरि पज गरौँ न। इफेक्टिभली हेल्ड इन पोजिसन एट बोथ इन भन्यो भने जहिले पनि केस नम्बर 3 युज हुन्छ है, झुकिनु भएन है। बट नट रिस्टेन अगेन रोटेसनवाला केस हुन्छ। 1 यल भनेपछि एल भनेको एलै बराबर हुने भयो। कति रहेछ त एलको भ्यालु हेर त। 1 मिटर भनेको छैन, दिएकै छैन, यो क्वेसन नै रङ छ है। यहाँनिर भ्यालु दिएको छैन हुनुपर्छ। त, लेन्थै छैन। 5 मिटर रहेछ, दिएको रहेछ 5 मिटर रहेछ, तल सब तल रहेछ है। ल 5 मिटर रहेछ है त एल इफेक्टिभ, यो त दिनै पर्छ है। अब एल इफेक्टिभ भएपछि ल सिग्मा एसी ल केटाहरू एजुम हान्न त। ल 110 हान्ने कि 120 हान्ने? ल एजुम है, यो एजम्सन हो। 110। ल यहाँ एजुम लेख है, एजुम सिग्मा एसी इक्वल टु, हेर यो बुझ है केटा हो, यो बुझ्नुपर्छ है। 110 एमपी, एमपी भने न्युटन पर एमएम स्क्वायरै लेखौँ सजिलो हुन्छ है। 110 न्युटन पर एमएम स्क्वायर भनेपछि ग्रस एरिया रिक्वायर्ड है। ए ग्रसको फर्मुला के हो भनेको थिएँ मैले अघि भर्खर, एफ अपन सिग्मा एसी भनेको थिएँ नि है। पौडेल तिमीसँग कोडको PDF छ भने त्यो नि पठाइदेऊ ल। एफ अपन सिग्मा एसी छ हेर ल। ए ग्रस भनेको एफ अपन सिग्मा एसी छ। एफ को भ्यालु कति हुन्छ भन त ल मलाई। 1000 छ है। 1000 किलो न्युटन छ भनेपछि इन्टु 10 टु द पावर 3 गर्नु परेन? पर्यो है। डिभाइडेड बाई 110 गर त। 110 गर त, यो एमएम स्क्वायरमा आउँछ ए ग्रसको भ्यालु। कति आयो यार, क्यालकुलेटर पहल। यति त हान न तिमीहरू आफै। 9090.90। ल 9090.90 आयो। केमा आयो त? एमएम स्क्वायरमा। अब पहल म आयुषलाई कोडको फोटो पठाइदिन्छु ल। अहिले म फोटो पठाइदिन्छु अनि पछि लिङ्क पठाइदिन्छु, प्रिन्ट गर न। सी सेक्सन, अहिले सी सेक्सनको गरिरहेको छु। म यो फोटो पठाइदिन्छु ल। क्वेसनबाट त यति मात्रै हो क्या चाहिने हामीलाई? हजुर अब क्वेसन त हेर्नै पर्दैन क्या, यति मात्र भए पुग्यो क्या? यो टाइपको क्वेसन हेरेपछि सबै यही हो क्या। होइन त्यो भने क्या, अहिले यो क्वेसन गर्दाखेरि यो दुईटा इन्फर्मेसन चेक गरेछ, 2-3टा पुग्यो, लेखिहाल्यो, अब चाहिँदैन क्या? चाहिँदैन, अब सबै कोडमा छ गिभन जति। यो स्टिल चाहिँ गिभन सबै कोडमा हुन्छ, हामीले पत्ता लगाउने मात्रै हो क्या। ल
मैले त्यहाँ फोटो पठाइदिएको छु अहिले कुन हेर्ने भन्छु ल हेर त 9090.90 के त mm स्क्वायर आयो है अब यो mm स्क्वायरलाई सिएम स्क्वायरमा कन्भर्ट गर्न 100 ले डिभाइड गर्नुपर्छ भनेपछि 90.9 आउँछ हेर है 90.909 सिएम स्क्वायर आउँछ होला है हो अब यो के हो त दुईटा च्यानल सेक्सनको एरिया हो नि त हो कि हैन भन त हो अब यसलाई एरिया अफ वान च्यानल है अघि यसमै झुक्किराथ्यो है एरिया अफ वान च्यानल भनेको कति हुन्छ भन त ल 45.45 हुन्छ होला हेर त डिभाइड बाइ 2 गर त यसलाई 45.45 सिएम स्क्वायर अब कोडमा गएर के हेर्नु पर्यो भन्दाखेरि यो 45.45 को आसपास है लेसिङ ब्याटनिङमा चाहिँ कमवाला एरियाले पनि खासै फरक पर्दैन त्यही भएर 45.45 सिएम स्क्वायरको चाहिँ आसपासको एरिया कति छ त हेर त त्यो ठ्याक्क नजिकको कोडमा गएर त्यो अघि मैले पठाएको वाट्सएपमा पठाएको फोटोमा हेर त कोड छ भने कोडमा हेर एपेन्डिक्स ए मा छ च्यानल सेक्सन भनेर है च्यानल सेक्सन थियो हैन ल कुन लिने आफै भन है त आफै चुज गर त केटाहरु ल त्यो चाहिँ 45.72 छ एउटा 45.72 लिन पाइयो 49 छ 45.8 पनि छ होला ISLC 400 मा हो ए होइन 49.54 रहेछ है त्यो त ISLC 250 लिम ल 45.72 छ टेबल माथिको टाइटल भन्नु त हजुर टेबल माथिको टाइटल भन न एपेन्डिक्स ए हेर न टेबल A2 एरिया चाहिँ भन्दा कम लिनु पर्यो कि बढी लिनु पर्ने हामीले हो यसमा चाहिँ नजिकको एरिया लिने क्या कमले पनि हुन्छ बढीले नि हुन्छ लेसिङ ब्याटनिङमा मात्रै अरुमा चाहिँ बढी लिनुपर्छ हैन तिमीलाई एंगल सेक्सन भन्यो भने बढी लिनुपर्छ तिमीलाई च्यानल सेक्सन र रोल सेक्सनको चाहिँ आसपासको एरियाले पनि फरक पर्दैन क्या सेफ आउँछ सेफ लिनको लागि मात्रै बढी एरिया लिएको हो क्या तिम्रो सेफ केसमा बस्नको लागि मात्रै त्यसो यो भन्दा हल्का जुन मान्छे हल्का बढी लियो नि हुने त हल्का बढी लिउ न ल कुन लिने भन त ILC 250 लिउँ न ल ISLC 250 मा एरिया कति छ भन्न मलाई 45.72 45.72 है 45.72 केमा छ त सिएम स्क्वायरमा छ है अनि त्यसपछि हामीलाई RX र RY को भ्यालु चाहिन्छ RX को भ्यालु कति छ RY को भ्यालु कति छ भन त RX को भ्यालु 11 नम्बरमा रहेछ अगाडिबाट गर्ने भने RX को भ्यालु 10.17 कति 10.17 10.17 है यो हेरिरख है कोडमा हेर है सबैजनाले फेरि एक्जाममा के हेर्ने हुन्छ क्या अब RY को भ्यालु कति छ त 2.89 हैन त हो अब IX र IYY को भ्यालु पनि चाहिन्छ हामीलाई IX को भ्यालु नि सिएम मै छ है सबै IX को भ्यालु कति छ हेर त 3697.3 को पावर सिएम 3697.3 को सिएम को पावर 4 मा छ है अनि IY को भ्यालु कति छ त 298.8 है अब के गरी अनसेफ आयो भने आत्तिने हैन अर्को सेक्सन लिदिहाल्ने है केटा यो चाहिँ भन्दिहाले यसमा सेफ आउँछ जस्तो लागिराख मलाई अब हेर त हजुर IX कहाँनिर छ भनेको IX हेर त 9 नम्बरमा होला ए देखे देख्यौ है माथि लेखे हुन्छ देखे ल देख्यो है यो सबैले यहाँसम्म सबै केही कन्फ्युजन छ भने सोधिहाल है फेरि बिर्सिन्छ क्या छैन है अहिलेसम्म कन्फ्युजन ल अब हेर अब पहिला सुरु हाम्रो काम के हुन्छ भन त के अरे फोर्स झिक्नु पर्ने हो नि त फोर्स भने के हो त हेर त एरिया इन्टु सिग्मा एसी है सिग्मा एसी कतिवटा च्यानल सेक्सन दुईटा च्यानल सेक्सन 2 इन्टु एरिया कति छ हेर त हामीसँग एभाइलेबल 45.72 तर सिग्मा एसी को भ्यालु त थाहा छैन हामीलाई हैन सिग्मा एसी को भ्यालु भनेको एल इफेक्टिभ बाइ आर मिनिमम भन्छ है रियल फर्मुला त्यो हो तर यसमा चाहिँ एल इफेक्टिभ बाइ आर यक्सै राख्नुपर्छ है त एल इफेक्टिभ भनेको 5 मिटर छ भनेपछि 500 सेन्टिमिटर लेख्न मिल्यो अनि त्यसपछि आर यक्सै राख्नुपर्ने भएको कारणले आर यक्स को भ्यालु कति छ त 10.17 छ गर त कति आउँछ
500/10.17 49.16 आएको हो। ल मेरो यति आयो, तिमीहरू कति आउँछ भन्न त। त्यति नै हो। त्यति नै आयो है त, 49.16 आयो। अब पेज नम्बर 39 मा गएर इन्टरपोलेट गरेर मलाई 49.16 मा सिग्मा एसी को भ्यालु कति आउँछ भन्न त ल। सिग्मा एसी को भ्यालु पेज नम्बर 39 मा गएर ल्याम्डा इज इक्वल्स टु 49.16 अनि त्यसपछि जहिले पनि 250 राख्नुपर्छ है एफवाई को भ्यालु चाहिँ। एफवाई को भ्यालु चाहिँ 250 मा चाहिँ कति आउँछ त ल भ्यालु भन्न त मलाई। त्यहीनिर छ है, सबै कोडमै छ त्यो भ्यालु, त्यसलाई इन्टरपोलेसन गरेर भन्न त ल। बाबु यो ल्याम्डा निकाल्दा एल इफेक्टिभ बाई आरएक्स गरेको होइन त? एल इफेक्टिभ बाई आरएक्स गरेको। त्यो अनि त्यसलाई सेन्टिमिटरमा लगेको? यो यसलाई चाहिँ सेन्टिमिटरमा लगेको ल, इन्टु 100 गरेर। भयो ल यसलाई त्यही हो, यसलाई मिटरमा लगाए नि हुन्छ। हुन्छ। 49.16 ल। $72 131 जति आउँछ जस्तो लाग्छ मलाई। एफवाई हामीले दिएको छ? के हो? 250 नै हुन्छ जहिले पनि। हामीले त्यो माइल्ड स्टिलमै डिजाइन गर्छौँ क्या जहिले पनि। डाइरेक्ट इन्टरपोलेसन गर्छ होइन? डाइरेक्ट डबल पर्दैन, डाइरेक्ट इन्टरपोलेसन गरेर त कति आउँछ। पहिला भएको राख्ने होइन हजुर क्यालकुलेटरमा? पहिला भएको राख्ने है? पहिला भएको राख्ने हो। अनि त्यसपछि के गर्ने? कालोवाला छ यार, मेरो त कालोवाला मात्रै आउँछ मलाई त। स्ट्याटिस्टिक्समा जाने अनि भ्यालु हाल्ने सबको, अनि ओके गर्ने। अनि तिम्रो नि कालोवाला हो क्यालकुलेटर? कालो भनेको यस्तो हो, गोल्डेन कलर सिफ्ट छ नि, त्यो होइन नि, अर्कोवाला छ क्या मसँग, यो वाला। केटाहरू आउँछ? यो वाला छ क्या मसँग। हाम्रो केटाहरू आउँछ? हजुर त्यसमा झन् आउँछ, त्यसमा केटाहरूलाई आउँछ होला। अनिस पौडेल सिकाइदेऊ त। अब्दुल, अनिस, आस्तोस। त्यसमा खोइ कुन खालको देख, मेरो त नर्मल हो, त्यही नै हुन्छ होला कि। त्यो एउटै हो, दुईटै भ्यालु एउटै हाले हो। होइन? उसमा जाने हो क्या, खोइ देखाउ त एकचोटि त्यो क्यालकुलेटर देखाउ न। मोड गयो अनि उसमा जाने, मोडमा जाने होइन, स्ट्याट्समा गयो, स्टार्टमा जाने, अनि त्यो ए प्लस बिएक्स वाला इक्वेसन छ नि, ए प्लस बिएक्स वाला। अनि त्यो अब भएको लेख्ने होइन त? त्यो भएको लेख्ने दुईवटा, त्यो 40 र 50 लेख एक्स को 139 132 होइन त? अर्कोमा अनि 113 खै 113 म नि लेख्छु 132 139 र 132 छ होइन? अनि त्यसपछि एसी थिच्ने अनि शिफ्ट 1 थिच त, शिफ्ट 1 अनि त्यहाँ के देखाएको छ, उ आरइजी लेखेछ 5 नम्बरमा। -2 - x1 गरेर फर्मुला लगाएर हुन्छ नि त। नभए यो फर्मुला लगाऊ केटा हो, त्यस्तो भएन भने y - y1 इक्वल्स, तर होइन, तर क्यालकुलेटरमा छिटो आउँछ नि त। क्यालकुलेटर देखाउ त तिम्रो। मेरो 132.558 आयो त नि त्यो उसको भ्यालु त, एक्स को। 588 आउँछ। ल अहिले त्यही गरौँ न त, पछि हेर्छु म। ल तिम्रो त स्ट्याटिक्स छ कि छैन, 1 मा स्टार्ट लेखेछ कि छैन तिम्रो त्यो क्यालकुलेटर? त्यसको अर्कै हुन्छ होला डिजाइन। मेरो यो पुरानो क्यासियो हुँदैन पहिलेको, एक क्यासमा के छ त्यो के छ त्यसको। ल 132.588 आयो है त ल अहिलेलाई। ल अहिले त्यही गरौँ न। 132.588 एमपिए अथवा
न्युटन पर एमएम स्क्वायर एउटै हो कुरो। सिग्मा एसी को भ्यालु आइसक्यो है हामीसँग। अब त्यसपछि हेर त 2 इन्टु एरिया भन्ने कति छ हेर त हामीसँग। एरिया कति छ भन्न त, मेरो अलि माथि जानु। 45.72 49.72 है। 45.72 ए 45 हो, 45.72 उम्, 45.72 इन्टु अनि त्यसपछि कति गर्नु पर्यो हेर त सिग्मा एसी को भ्यालु 132 132.588 गर त यो कति उम्, आउँछ। अब हेर है 40 अब इन्टु 100 गरे मैले, किन गरे भन त ल, किन 100 गरे भन्दाखेरि 100 यो त सिएम स्क्वायरमा छ नि त है, अनि यो त एमएम स्क्वायरमा छ, न्युटन पर एमएम स्क्वायरमा छ है, mm मा लगेको। एमएम मा लगेको। गर त यो कति आउँछ भ्यालु। 1212384.67 12384.67 आयो है। यो भनेको केमा आयो त, न्युटनमा आयो। त हामीलाई केमा चाहिएको भ्यालु, किलो न्युटनमा, भने चाहिँ 1212.384 आयो हेर त, 384 किलो न्युटन, विच इज ग्रेटर देन, ग्रेटरै होला है, 1000 भन्दा ग्रेटर छ नि है। हो हो ल, यति थाम्ने रहेछ यसले। हेर त 1212.38 थाम्ने भनेपछि त 1000 त अभियसली थाम्ने भयो हैन। हजुर त्यही भएर ओके भयो है, ओके भइसक्यो। अब यहाँ सक्यो, यति काम सक्यो है हाम्रो। अब ओके भएन भने के गर्ने त है, ओके भएन भने के गर्ने त, अर्को सेक्सन चुज गर्ने, अथवा सिग्मा एसी को भ्यालु बढी लिने है। सिग्मा एसी को भ्यालु 120 लिदिने है, 110 ले भएन भने 120 लिदिने है त। बुझ्यो है यो कुरा। त्यो माथिपट्टि क्या जब उ गर्दा भएन त हामीले सुरुमा लिएको एरियालाई हल्का बढाएर लिने। त्यो लिँदा नि भयो। एजिएम गरेको। एज त्यो जे गरे नि भयो, त्यो कुरा भयो। अब त्यसपछि त्यो काम सकिसकेपछि हाम्रो के हुन्छ त भन्दाखेरि, अब हामीले के झिक्नुपर्छ, स्पेसिङ वाला केस आउँछ है। अब स्पेसिङ कसरी राखेको छ भने चाहिँ ब्याक टु ब्याक राखेको छ भने यो फिगर बनाउनु पर्छ हेर है। यो फिगर बनाएर देखाऊ है केटा हो, यो फिगर बनाउनै पर्छ है। यो 2 मार्क्सको फिगर हो। ल ट्याक्क लाएर यसरी यो फिगर बनाउने। अहिले मैले बुझाउनलाई गरे है, यो चाहिँ देखाइरहनु पर्दैन। ल अब कुन यति फिगर हो त्यो डलर चाहिँ नभउने नगरे नि भयो, गर्दा राम्रो। अब एक्जाममा हैन, बुझ्या रहेछ यसले भन्ने हुन्छ नि त। cy यो s/2 हुने भयो, यो s/2 हुने भयो, यो s/2 हुने भयो, अनि फेरि यहाँबाट यता आयो भने यति cy हुने भयो है, यति cy हुने। यसको त डाइरेक्ट फर्मुला लेख्दिरा हुन्छ होला हैन बाबु। फिगर चाहिँ बनाउनु पर्छ, यो फिगर चाहिँ बनाउनै पर्छ है। यो फिगर पनि बनाउनै पर्छ। यो फिगर बनाउनै पर्यो है। अब हेर त यहाँ फ्रम एबोभ भनेर फ्रम एबोभ गर्ने, अनि त्यसपछि 2ix इक्वल टु 2iy गर्ने है। 2ix इक्वल टु 2iy। अब यो कसरी त, अब त्यो एक्जाम चेक गर्नेले आफै बुझ्छ। यो यसरी यो फिगर बनाएपछि आफै बुझ्नु पर्यो यो कुरा है। अब हेर 2ix को भ्यालु चाहिँ ix हुन्छ, कोडमा भएको ix क्या है, इक्वल टु 2iy प्लस के लेखेको थिएँ मैले अहिले फर्मुला, a इन्टु h स्क्वायर को फर्मुला हेर त, cy प्लस s/2 को होल स्क्वायर भनेको थिएँ नि है। cy प्लस s/2 को होल स्क्वायर। अघि cy को भ्यालु लेख्न बिर्सेछ नि फेरि त्यहाँनिर। ल ठिक छ, 2 इन्टु ix को भ्यालु, iy को सबैको भ्यालु राखेर मलाई ल s को भ्यालु कति सेन्टिमिटर आउँछ भन त मलाई। ल अब यो चाहिँ आफै राखेर गर है त। ल s को भ्यालु कति आउँछ भन त। 22 को रेन्जमा आउनु पर्यो है, 20 देखि 30 को रेन्जमा आउँछ प्राय केसमा। अब यसमा कति आउँछ मलाई थाहा छैन, मैले गरे प्राय क्वेसनहरुमा चाहिँ 20 देखि 30 को रेन्जमा आइराख है। हो ल यति माने हो है। यो फिगर मात्रै बनाइदिएको है अहिलेलाई, यो बुझ्नलाई मात्रै। त्यो अहिलेको जस्तो दुईटा चाहिँ किन बनाएको, एउटै भए पुग्छ। ए होइन, मैले यो बुझाउनको लागि मात्रै बनाएको। अहिले तल बनाउँछु हामी दुईटा वाला। ल यो चाहिँ यसै बुझ्नको लागि बनाएको भन्नु न हैन। ए तर अब हेर त, अब त्यसपछि कोडमा जाने है केटा हो, स्टेप घोक्ने हैन क्या। अब सिधै कोडमा जाने। मलाई नि आउँदैन, अब यहाँ आफै गर भन्यो भने आउँदैन मलाई। अब सिधै कोडमा जानु पर्यो। कोडको पेज नम्बर कति छ भन्दाखेरि अघि मैले कति भनेको थिएँ, हजुर 81 है। ए 51 ल 51 है। कोडको पेज नम्बर 51 को 5.7.6 बाट सुरु गर्नु पर्यो क्या हामीले। अब 5.7.6 मा मैले अघि l भने कति भनेको थिएँ भन त। हो अब चाहिँ फेरि दुईटा फिगर यहीँ बनाउनु पर्ने चाहिँ के। ल ठिक छ, यहाँनिर हेर ल।
अब फिगर बनाउनु पर्यो अनि एल भने कति हो त्यो सबै बनाउनु पर्यो नि त है। ल अहिले यस्तो फिगर भयो, यहाँनिर टक्क रिबेटिङ लाग्छ अनि यहाँबाट फेरि यस्तो जान्छ, यस्तो भयो फिगर है। यो फिगर भयो, यहाँ रिबेट राख्दिउँ, यहाँ रिबेट राख्दिउँ, ल यहाँ रिबेट राख्दिउँ। अब हेर त यो एङ्गल चाहिँ हामी प्राय 45 मानिरहेको हुन्छौँ कि सजिलो हुन्छ नि त। 41 देखि 70 भने होला त्यहाँ कोडमा हेर त, 40 डिग्री नर मोर देन 70 भने 5.7.5 मा हेर त है। तर हामी 45 मान्छौँ है त। ल अब हामीलाई यति डिस्टेन्स थाहा भयो नि है, यतिलाई ल यति डिस्टेन्सले हामी अहिले ए मानौँ है त। के मान्ने ल, जे मान्ने नि भयो ल, यति डिस्टेन्सले हामी के मानौँ त, ए नै मानौँ ल। ए भने कति आउँछ भन त ल, ए भनेको 15 + 6 + 6 हो कि होइन भन त। 15 + 6 + 6 भने कति, ए 5 हो क्या, 5 सरी 5 मानेको थियो है। 5 + 5 है, यो बुझे है यो कुरा यति त। यो भने कति सेन्टिमिटर आयो त, 15 20 25 आयो है। 25 ल 25 सेन्टिमिटर आयो। अनि त्यसपछि अब हामीलाई यति 25 आयो। ल अब फिगर बनाऊ, यहाँनिर यतिको भ्यालु 25 आयो, यतिको भ्यालु 25 आयो भने ल यसको भ्यालु झिकेर देखाउ त मलाई ल। यतिको भ्यालु यो 90 डिग्री नै हुन्छ, यो 45 डिग्री भइहाल्यो। यो कति आउँछ भन त ल, sin 45 होइन tan 45 p/b गर्नु पर्यो, p/b गर्नु पर्यो। अनि त्यसपछि tan 45 भने 1 हुन्छ हो, 1 हुन्छ भने 25 आउने भयो है। यो पनि यो नि 25 आउँछ हेर त, p/25 हुने भयो, p को भ्यालु 25 आयो है। ल यसको भ्यालु 25 आयो भनेपछि हामीले अघि के भनेको थियो, l को भ्यालु कति हुने भयो भन त ल, 2 × 25 हुने भयो नि है, अघि भर्खर भनेको है मैले अगाडि। यो कुरा बुझ्या छ? यो यसमा केही कन्फ्युजन छ? हेर त, वेयर एल इज द डिस्टेन्स बिट्विन सेन्टर अफ कनेक्सन अफ बार भनेको छ नि, यो भनेको चाहिँ यहाँदेखि यहाँसम्मको डिस्टेन्स भनेको हो क्या, कोडले यो भन्न खोजेको हो क्या। हजुर बुझ्यो है। त्यही भएर अनि यति भ्यालु 25 आयो भनेपछि त यो यसको डबल त हुन्छ नि होइन र? हो ल 50 आयो है त। एलको भ्यालु कति आयो त, 50 सेन्टिमिटर आयो है। यो पनि बुझ्यो होला। पहल म चार्जमा राख्दै गर्छु, चार्जै सक्यो है। के छ भाइ है के हो आशुतोष जोइन गर्दै सुतिस कि क्या हो? ओए बुझिरहेको छौ आशुतोष? बुझिरहेको छु यार। ल एलको भ्यालु आयो है। अब त्यसपछि हेर त, त्यहाँ स्लेन्डरनेस रेसियो चेक गर भनेको नि त हामीलाई, चेक फर स्पेसिङ भनेको छ है। हेर त 51 होइन। अब हेर त l/r को भ्यालु झिक त ल, l/ry झिक्नुपर्छ है। अब चाहिँ यसमा चाहिँ ल्याम्डा इज अब चाहिँ l/ry नै युज हुन्छ है। l/ry भने कति हुन्छ त, 50 / ry को भ्यालु कति छ कोड अनुसार? ry को भ्यालु 2.89 2.89 छ। ल गर त यो कति आउँछ? 17.30 17.30। अनि त्यसपछि इज नट ग्रेटर देन, हेर त के भने 50 अथवा 0.7 टाइम्स त अनफेभरेबल भनेको छ है, त्यही कोडमै भनेको छ है त्यो कुरा। 0.7 टाइम्स त ल अनफेभरेबल भने माथिको ल्याम्डा, माथि ल्याम्डा कति आएको थियो हाम्रो? हेर त 49.16 49.16 49.16 आएको थियो हो। ल यो कति आउँछ भन त? 34.41 34.41। हेर त 34.41 भन्दा नि कम छ यो, 50 भन्दा पनि कम छ भनेपछि ओके भयो कि भएन भन त? भयो है।
ल यो केस सक्यो पनि गरेर देखाउनु पर्ने हो 7 त्यो वाला पनि 17 0.7 वाला है यो बुझ्यो है यहाँसम्म केही कन्फ्युजन छैन नि होइन हजुर छैन हो छैन ल ठिक छ अब सिधै जाम अब थिकनेसको कुरा है हेर त थिकनेसमा के भने भन्दाखेरि हेर त पढ्ने क्या अब सब कोड पढ्ने गर्ने मात्रै हो हेर थिकनेसमा चाहिँ के भने भन्दाखेरि त थिकनेस अफ फ्ल्याट लेसिङ बार स्याल नट बी लेस देन 1/40 अफ द लेन्थ बिट्विन द इनर इन रिबेट अर वेल फर सिङ्गल लेसिङ भने यति केही गरी अहिलेसम्म चाहिँ सोधेको छैन केटा हो होइन सोधिहाल्यो भने पनि होइन किन रिक्स लिने 160 अफ दिस लेन्थ फर डबल लेसिङ भनेर सोधेको छैन डबल लेसिङमा फरक आउने भनेको त्यही उयोलाई मात्रै हो है यही थिकनेसलाई फरक आउने भयो है त्यही भनेको छ नि त यो कुरा त होइन है खासै क्लज भन्यो तिमीले हजुर क्लज 5.7.4 हेर त 7.4 पेज नम्बर 50 ओके है अब 1/40 टाइम्स त के भने त टी सुल नट बी लेस देन 1/40 टाइम्स त के भने होला त भन्दाखेरि उयो लेन्थ क्या हेर त वान लेन्थ बिट्विन इनर इन रिबेट अर वेल भनेको चाहिँ केही पनि होइन यो भनेको है यति डिस्टेन्स भनेको यति डिस्टेन्स झिक्न सकिन्छ अब हेर त ल यो डिस्टेन्स निकाल त अब यसलाई प्राय चाहिँ हामीले यसलाई पनि एली नै भनेर डिनोट गरिरहेको हुन्छौँ होइन तर हामीले माथि नि एली नै डिनोट गरे भएर यसलाई के एजुम गर्ने त जे एजुम गर्न पनि पायो ल यसलाई हामीले यतालाई ए मानेको थियो भने यसलाई बी मानिदिउँ न होइन 35.35 बुझ्यो यो 35.35 आएको सबैले बुझ्यो फेरि भन्नु त हेर ल हामीलाई चाहिँ कोडले भनेको छ 1/40 टाइम्स त यो बी भनेको छ है कोडले भनेको यो कुरा त बुझ्यो होला है यो डिस्टेन्स भनेर हो बुझेँ यो डिस्टेन्स त निस्किहाल्छ त हेर त यसको भ्यालु 25 आयो अघि भर्खर सल्भ गर्दा हो यसको भ्यालु 25 आयो अब यसलाई जसरी पनि सल्भ गर्न पाए h इज इक्वल्स टु रुट अन्डर p स्क्वायर प्लस b स्क्वायर गर्न नि पाए 25 को स्क्वायर प्लस 25 को स्क्वायर गर्न नि पायौ तिमीले हैन अनि अर्को यो भनेर के तलको भने तर त्यो थिकनेस पछि तलको त्यो के 1/40 गराछौ त त्यो वाला 1/40 वाला हेर त 5.7.4 मा त्यो कुरा the thickness of the flat lacing bar shall be not less than 1/40 of the length between the inner and in rivet or the well. लेन्थ बिट्विन द इनर इन रिबेट भनेको चाहिँ यो लेन्थ हो क्या बुझ्यौ बुझ्यो ल है त्यही हो ल अब यो गर त कति आउँछ सेन्टिमिटरमा आउँछ यसलाई एमएम मा कन्भर्ट गर्नुपर्छ अब चाहिँ तिमीले डबल भनेको भए चाहिँ 1/6 त त्यो 35.35 गर्ने भनेको हो डबल लेसिङ बार भन्यो भने चाहिँ केही गरी अहिलेसम्म सोधे छैन हामीलाई त जे नि सोधिदिन पायो होइन त्यति बेला चाहिँ 1/60 गर्नु पर्यो है ल ल 0.88 आयो भनेपछि यो सेन्टिमा आयो होइन 88 mm हुने भयो अब ग्रेटर भने नि त होइन ग्रेटर भनेपछि योभन्दा ग्रेटर भ्यालु लिनु पर्यो ल हामी 100 mm लिदिउँ न होइन बुझ्यो यो कुरा हेर त थिकनेस चाहिँ के हुनु पर्यो त ग्रेटरै भने नि त यहाँ स्याल नट बी लेस देन भने त ग्रेटर हो नि त होइन त्यही भएर भ्यालु चाहिँ बढाएर लिनु पर्यो है बुझ्यो है यो कुरा ल अब त्यसपछि हाम्रो अर्को छ हेर विथ भने ल हामी मेरो चाहिँ बानी किन भन्दाखेरि मलाई रिबेट भ्यालु ठ्याक्क कन्ठ हुन्छ क्या यसको लागि यो विथ अफ लेसिङ बार चाहिँ 20 mm मान्छु है म जहिले पनि नोमिनल डायमिटर DI इक्वल्स हेर है एजुम यसमा चाहिँ यो लेख ल अब मेरो चाहिँ त्यही बानी छ अब एजुम होइन एजुम 20 mm डाया पावर ड्रिभन सपलाई PDS लेखेँ मैले पावर ड्रिभन सप रिबेट भनेर लेख्छु ल म चाहिँ यही लेख तिमीहरू 20 ले सजिलो हुन्छ कन्ठ हुन्छ नि त एउटै भ्यालु लिइरह्यो भने 20 mm डाया पावर ड्रिभन सप रिबेट हुन्छ त्यो गरिसकेपछि विथको भ्यालु कति आउँदो रहेछ हेर त 60 60 mm आउने भयो है त तिमीले केले डिनोट गरेको बाबु विथलाई हजुर
विथलाई के डिनोट गरेर स्पेशल के हो बी हो कि के हो क्यापिटल बीले डिनोट गर न ए, म त साइन्टिफिक टर्म टाइपको हुन्छ नि त्यस्तै हो जस्तो होइन होइन क्यापिटल बीले डिनोट गरे है ल ल अब विथको कुरा नि सक्यो अब फेरि 5.7.2.3 यो चाहिँ अलिकति झुकिनेवाला केस छ यो फर्मुला चाहिँ कण्ठ पार ल यसमा चाहिँ के भने भन्दाखेरि द स्लेन्डरनेस रेसियो अफ लेसिङ बार फर कम्प्रेसन मेम्बर भनेको लेसिङमा भएको नि कम्प्रेसन मेम्बरको लागि चाहिँ 145 भन्दा बढी आउनु भएन भनेको छ क्या है अब त्यसको लागि चाहिँ फर्मुला छ एली रुट अन्डर 12/t हो फर्मुला एक्चुअल तर हामीले यसलाई के डिनोट गरेका छौँ त भन्दाखेरि ए मानेछौँ नि त यसलाई हेर त यसलाई ए मानेको छौँ बी माने रहेछौँ है यसलाई बी नै मानेको थियो अगाडि पनि अघि त्यो फर्मुला ल्याउँदा त ए माइनस थियो ए ल यसलाई बी मानिदेऊ ल त्यो फर्मुलामा नि बी मानिदेऊ न होइन अब यो बुझाएको नि होइन बुझे भइहाल्यो क्या ल मैले चाहिँ बी रुट अन्डर 12/t गरेँ हेर है सबको भ्यालु अब राख त ल यो फेरि एमएममा छ भने एमएममै हुनु पऱ्यो यो एमएममा छ भने यो नि एमएममा हुनु पऱ्यो यो सेन्टिमिटरमा छ भने यो नि सेन्टिमिटरमा हुनु पऱ्यो है फेरि ल कति आउँछ भन त ल्याम्डाको भ्यालु फेरि ल्याम्डा सी भनौँ न यसलाई ल्याम्डा सीको भ्यालु कति आउँछ भन त 145 भन्दा कम आउनु पर्यो है तर आइहाल्छ ढुक्कै आउँछ बी भने कति छ 60 छ ए के अरे माथि हो माथि स्मल बी 12 बाई थिकनेस भने कति छ है थिकनेस 100 राख्ने नि त के हो 100 राख्नु पर्यो बी को भ्यालु चाहिँ कति छ भन त 45.35 35.35 45.89 भने त 358 हुन्छ होला नि हैन 35 हो 35.35 हो के 45.35 भनेपछि 353 point कति हुने भयो यो बुझेन केटाहरुले फेरि यो सेन्टिमिटरमा छ नि त त्यही भएर एमएम मा लाग्ने 353 point कति भन्ने भयो 5 हो हैन 122 आइदियो 124 आयो 122.45 ल 45 नट ग्रेटर देन 145 ओके भयो है हेर त कोही त्यही भने नि त क्लजमै भने नि त है ल बुझ्यो यो कुरा ल यो पनि बुझ्यो है अब केही छैन अब हामीलाई चाहिँ के चाहियो हेर त शियर फोर्स चाहिँ कति लाग्छ रे लेसिङमा हेर त ल शियर फोर्स चाहिँ 2.5% लाग्छ रे लेसिङमा भनेपछि 2.5/100 इन्टु कति गर्नुपर्छ ल भन त मैले हाम्रो एक्चुअल फोर्स कति छ 1000 होला 1000 हैन त 1000 ल भने 25 किलो न्युटन लाग्ने भयो नि एक्चुअल फोर्स हेर त है यो बुझ्यो है ल केटाहरुलाई अब फर्मुला घोकाको जस्तो नहोस् भनेर मात्रै भनिदिन्छु है त कि बुझ्ने कि फर्मुलै लेख्ने तर फर्मुलै लेख्दा ठिक हुन्छ त्यही नै बुझाइदिन्छु नि कहिलेकाहीँ झुक्किन सक्छ हैन यो चाहिँ यस्तो हो क्या हाम्रो लेसिङमा फोर्स चाहिँ यसरी लागिरहेको छ 25 किलो न्युटन हैन 25 किलो न्युटन यसरी लागिरहेको छ हैन हामीलाई चाहिने फोर्स चाहिँ यो हो हेर है यो फोर्स हो है अब हामीले पहिलेदेखि एप्लाइड मेकानिक्सहरुमा पनि ट्रसहरु गर्दाखेरि के भन्थ्यौ त यसलाई एफ साइन थीटा भन्थ्यौ हैन भी साइन थीटा भनौं न यसलाई भी साइन थीटा भन्थ्यौ ए अनि यसलाई ए सरी है भी कस थीटा भन्थ्यौ हो भी कस थीटा भन्थ्यौ है यहाँ पख है सरी यहाँ लेसिङमा लागेको फोर्स कति छ त ल यो चाहिँ भी भयो हैन अब हेर त यो फोर्स त यसरी लागिराख नि यो 25 किलो न्युटन हेर त यसरी लागिरहेको छ नि तर हामीलाई चाहिएको फोर्स चाहिँ कसरी त यसरी बाङ्गो छ नि त हाम्रो लेसिङ है हो भनेपछि हेर त अब के हुन्छ भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ डबल फोर्स लागिरहेको हुन्छ क्या किन भन्दाखेरि चाहिँ यो लेसिङ त यसरी नि गइरहेको हुन्छ नि त है हो त्यही भएर यसलाई v/2 भनौँ है यसले v/2 लिने भयो अनि यसले v/2 लिने भयो क्या किनकि यो फोर्स यसमा पनि ट्रान्सफर हुने भयो नि त हैन है यो कुरा बुझाएको मात्रै है केटा यो अब बुझेन भने नि खासै केही फरक पर्दैन यसमा चाहिँ अब हेर के हुन्छ भन्दाखेरि v sin थीटा बराबर कति छ त हेर त अब v/2 sin थीटा भनौँ न
के अरे अब हामीलाई v/2 को भ्यालु चाहियो क्या हेर है v/2 भनेपछि 25 इज इक्वल्स टु v sin थीटा है v sin थीटा हो v sin थीटा भने के अरे 25 अपन sin थीटा इज इक्वल्स टु v हुने भयो नि 25 बाई sin थीटा बराबर v हुने भयो तर हामीलाई कति चाहिएको छ त v/2 चाहिएको भने v/2 भनेको 25/2 sin थीटा हुने भयो त्यसरी आएको हो तर यो बुझिरहन जरुरी छैन सिधै फर्मुला घोक्दै हुन्छ है ल अब फर्मुला चाहिँ के हो त भन्दाखेरि त्यही हो अब हेर त फोर्स अन इच लेसिङ बार इक्वल टु फोर्स अन इच लेसिङ बार लेख ल यसलाई फोर्स अन इच लेसिङ बार इज इक्वल्स टु हेर त लेसिङ इक्वल्स टु कति हुने भयो हेर त v/2 sin थीटा भने v भनेको छ 25 इन्टु 10 टु दि होइन फर्मुला लेख न पहिला हजुर? फर्मुला लेख न ल पहिला फर्मुला लेख अनि v/2 sin थीटा Sin v/2 sin थीटा भयो है अब हेर त v भनेको छ 25 आएको छ है बाई 2 sin 45 होला नि एंगल त है इन्क्लिनेसन 45 लेखा नि हामीले ल कति आयो भन त 17.67 17.67 6-7 ल किलो न्युटन आयो है अब हाम्रो यो कोड पनि हेर्न सक्यो अब कोड हेर्नु पर्छ अहिले पछि इन्कनेक्सनको लागि त्यो ल अब हेर है अब चेक गर्नु पर्यो दुईटा चेक फर टेन्सन हेर ल चेक फर टेन्सनको लागि फर्मुला हेर है चेक फर टेन्सनको लागि फर्मुला मैले के भनेको थिएँ भन्दाखेरि अघि अर्कै माइनस गर्नुपर्छ भनेको थिएँ नि एरिया अफ रिबेट पनि है हो अब हेर है अब चाहिँ यो चाहिँ फर्मुला लेख नि त माथि सजिलो हुन्छ भनेर मात्रै है के लेख्नु पर्यो भन्दाखेरि चेक फर टेन्सनको लागि हेर है पहिला सुरु त उयो लेखौँ ल यसलाई पीले डिनोट गरौँ ल यो फोर्सलाई यसलाई पीले डिनोट गरिदे ल ल हेर त चेक फर टेन्सनको लागि पी बाई हेर है पी बाई डी माइनस डी है डी माने ल मैले डी भने डायमिटर हो नि त होइन इन्टु टी गर्नु पर्यो है त ल पी को भ्यालु कति छ हेर त 17.67 तर हामीले न्युटनमा लानुपर्छ है यसलाई 10 टु द पावर 3 है यो नि सबै एमएममा लेख्नुपर्छ है बी र डी टी सबैलाई अब अपन बी बी भने कति छ भन त बी भनेको यो विथ है क्यापिटल बी हो है सरी यो चाहिँ नझुक्यो है यो कसरी थाहा यसरी थाहा पाउन यो बी हुने भयो यो बी हुने भयो यो टी हुने भयो अनि यो डी हुने भयो ल बी भने कति छ भन त हजुर 60 हैन त 50 हो ए 60 60 गुड अब हेर डी को भ्यालु चाहिँ मैले 21.5 लेखेँ कसरी आयो भन्नु भयो है त्यहाँनिर कोडको पेज नम्बर 95 पल्टाउ त के भनेको छ इफेक्टिभ वाला हजुर इफेक्टिभ डायमिटर के भन्छ हैन त हो इफेक्टिभ डायमिटर चाहिँ 1.5 mm प्लस गर्नुपर्छ भनेको छ क्या है यो त बुझिहाल्यो केटाहरूले इन्टु थिकनेस भने कति छ हेर त 100 लिएको थियो होला हामीले कति आयो भन त ल यो भ्यालु कति आयो यो चाहिँ 150 भन्दा कम आउनु पर्यो है टेन्सनको लागि ल केहीमा कन्फ्युज भयो आशुतोष बोले जस्तो लाग्यो भयो बोलेको ल के रे यो 21.5 कसरी लेख्यो यो 21.5 पेज नम्बर 95 पल्टाउ त एकचोटि पल्टाइसक्यो त्यहाँनिर हेर त के भनेको छ हेर है द डायमिटर अफ रिबेट स्याल बी टेकन एज नोमिनल डायमिटर अफ रिबेट नोमिनल डायमिटर 20 मानेको थियो नि हामीले है अघि प्लस 1.5 फर नोमिनल डायमिटर लेस अर इक्वल टु 25 mm भने हामीले कति मानेको थियो 20 मानेको थियो भने चाहिँ लेस छ नि त है 21 भन्दा के अरे हो त्यही भएर चाहिँ 1.5 प्लस गरेको के बुझ्यौ ए ल बुझ्यो बुझ्यो है ल कति आयो भन त 4.58 त्यति मात्रै आयो अब त्यो विथ र डायमिटर मानेको हामीले कुन चाहिँ पेज थियो हजुर त्यो विथ र डायमिटर माने होला के 50 र 50 हो पेज नम्बर 50 थियो 50 mm 60 mm
60 minus 21.5 into 100 हो मात्रै आएर ल ल 17 यो माथि 17.67 लाइक फेरि किन त्यसमा लगेको त अनि? न्युटनमा लगेको ए minus 21 4.58 कति आएको रे अब्दुल? त्यही 4.58 ल हो 4.58 not greater than 150 ओके भयो है 150 भन्दा त कम आयो नि त यो हैन कति नै भएन यो अलि हामी खत्री मेम्बरले छौँ के धेरै कम आएन यता हैन सेप त Zero, सेप yeah. तर अलिक पखाल economical तर भयो। थिकनेस हामीले के गर्यौ यो थिकनेसको केसमा जाम त केटा हो गयो 100 हो थिकनेस हामीले 100 लियौँ हैन तर यो मलाई किन 100 आएको छैन जस्तो लागिरहेको किन हेरौँ है त 88 पखाल 1/40 into 35.353 है 35.35 सेन्टिमिटर थियो नि त भने 353.5 भनेको 8.83 आउँछ 10 हुँदो रहेछ नि त केटा हो बुझ्यौ त्यसलाई एमएम मा चेन्ज गरेर गर्ने हो र मैले चाहिँ यहाँ 100 ले मल्टिप्लाई गरेको छु के यहाँ 10 ले 10 गर्नु mm. पर्ने थियो नि त 10 mm हुने हो त्यो 10 mm 10 ले मल्टिप्लाई गर्नु पर्ने थियो मैले 100 ले गरेछु के 0.88 के आएको थियो नि त भ्यालु अनि यसलाई त इन्टु 10 गरेपछि पो सेन्टिमिटर के रे सेन्टिमिटरले एमएम मा लाने त मैले चाहिँ 100 गरेछु के 8.83 आउँछ नि 10 लिने 10 लिने ल ल्याम्डा सी हाम्रो बिग्रे क्या त्यसपछि हेर त त्यसपछि 10 भयो त खासै फरक पर्दैन बिग्रिन्छ त्यसले हेर त पर्छ नि हो र ल्याम्डामा पर्छ हैन ल्याम्डा सी हेर त एली रुट अन्डर 12/t सिग्मा सी भने त्यो 353.5 बीलाई तर त्यहाँ पनि 10 10 ले मल्टिप्लाई होइन भयो अघि तिमीले 100 ले भनेको थियो अनि भयो मिल्यो 12.5 ल मिल्यो यहाँ 45.8 आयो होला है कहाँ तल ए अहिलेकोमा लास्टमा आयो 45.8 ल है यो नि मिल्यो है अझै मिलाउनु बाँकी छ कि अब माथि फेरि यहाँ मिलाएछौ नि त तिमीले फेरि कसरी मिलायौ यहाँ चाहिँ फेरि अटोमेटिक मिलाएर रहेछ आयुषले यहाँनिर एली रुट यो गरेको थियो नि 3.5 रुट अन्डर 12/10 नै गरेको रहेछ क्या आयुषले है सार्दै त्यही सारे रहेछ 10 नै सारेछ क्या उसले ल ठिक छ ल गुड है अनि केटाहरूले मिस्टेक गर्दैन नि त अब ठ्याक्क थाहा हुन्छ क्या ल 45.8 नट ग्रेटर देन 150 अब चाहिँ ओके आयो है ल अब त्यसपछि कम्प्रेसनको लागि हेर है कम्प्रेसनको लागि अघि भर्खर हामीले झिकेको ल्याम्डा छ नि एली रुट अन्डर 12/t हो त्यहाँबाट मलाई सिग्मा सी को भ्यालु चाहियो यो ल्याम्डा हो नि त है हो यहाँ कति आएको थियो हाम्रो 124 हजुर 122.45 ल यसलाई सल्भ गरेर मलाई सिग्मा एसी को भ्यालु पेज नम्बर 39 बाट अघिको जसरी नै है चाहियो भन्न त कति आउँछ यो पर्मिसिबल हो है कम्प्रेसनको लागि हो कम्प्रेसनको लागि कम्प्रेसनको लागि
बाबु हजुर यसको फर्मुला भन त यो क्यालकुलेटरबाट आउँदै आएन फर्मुला y माइनस y1 यो तपाईँको y y माइनस y1 इक्वल टु y2 माइनस y1 y जुनलाई नि मान्न पायो नि फेरि है ल डिभाइडेड बाई ल x2 माइनस x1 इन्टु x माइनस x1 है यो फर्मुला आयो नि भयो यहाँबाट x को भ्यालु झिक्यो नि भयो y ले अब जुनलाई सपोज गरेको छ त्यसलाई झिक्नु पर्यो म त्योभन्दा साथी युट्युबमा हेर त्यो क्यालकुलेटर देखाउँछ त्यही गर यार युट्युबमै छ ल त्यो क्यालकुलेटरमा हेर न युट्युबमा तिम्रो हुन्छ, क्यालकुलेटर मैले नाम हान उम्, अनि त्यहाँ देखाउँछ हाउ टु डु इन्टरपोलेसन इन एफएक्स कति कति भनेर हान न कति आउँछ भन त यो सिग्मा एसीको भ्यालु निस्केन 62.285 62.285 है पर्मिसिबल यति मात्रै हो है हाम्रो अब 62.285 भन्दा बढी आउनु भएन है अब आउँदैन पनि थाहा भइसक्यो यहाँ 45.8 आयो अभियसली आउँदैन है अब हेर त के आउँछ त भन्दाखेरि सिग्मा एसी एक्चुअल भने कति छ त हेर त हेर है यो पनि फर्मुला लेख यो त केही पनि अघिकै फर्मुला युज गर न भी बाई भी भनेको थियो यसलाई के मानेको थियो पी मानेको थियो होइन पी बाई बी इन्टु टी गर त कति आउँछ पीको भ्यालु कति थियो 17.6 17.6 इन्टु 10 टु द पावर 3 इन्टु 10 टु द पावर 3 डिभाइडेड बाई बी भने कति छ बी भने कति 60 टी भने 10 29.36 आएको 39.36 आएको हो 29 29.36 29.36 हेर त 29.36 यो सिग्मा एसी पर्मिसिबल भन्दा कम छ है हो हो 62.285 भनेपछि नट ग्रेटर देन 62.285 त्यही भएर के भयो त ओके भयो है ल ओके भयो है अब यति सकिसक्यो अब हाम्रो के अरे डिजाइन अफ इनकनेक्सन गरेपछि 16 मार्क्स आइहाल्यो है अब थोरै एक स्टेप बाहिर डिजाइन अफ इनकनेक्सन है डिजाइन अफ इनकनेक्सन अब हेर के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो यो डबल सेयर र सिङ्गल सेयरमा धेरै मान्छे कन्फ्युज भएको पनि देख्छु म है अरूले पढिरहेछौ भने चाहिँ के हुन्छ भन्दाखेरि यहाँ दुईटा फोर्स लागिहाल्यो भने यो डबल सेयरको केस हो भन्ने बुझिहाल्यो हुन्छ क्या है यसमा दुईटा फोर्स लाग्छ किनकि यो त यस्तो छ नि त होइन भनेपछि त यहाँनिर होराइजेन्टल फोर्स नि लाग्ने भयो भर्टिकल फोर्स नि लाग्ने भयो नि त होइन त्यही भएर यो डबल सेयरको केस हुनु भयो त्यही भएर स्ट्रेन्थ इन सेयर ल यो फर्मुला चाहिँ यो त हरेक च्याप्टरमा युज हुन्छ है यो फर्मुला स्ट्रेन्थ इन सेयर है स्ट्रेन्थ इन सेयर इज इक्वल्स टु 2 इन्टु टाउ भिएफ हेर ल 2 इन्टु टाउ भिएफ इन्टु पाइ डी स्क्वायर बाई 4 वाह है ल पाइ डी स्क्वायर बाई 4 डिभाइडेड बाई 1000 नि गऱ्यो किन गऱ्यो भन त न्युटनलाई किलो न्युटनमा लगाएको है ल अब 2 को भ्यालु 2 नै हुने भइहाल्यो टाउ भिएफ को भ्यालु कति छ भन त पावर ड्रिभन स्ट्रप रिवेट अनि त्यसपछि हेर त ल टाउ भिएफ को भ्यालु कति छ पेज नम्बर 95 फेरि त्यो अलिकति जुम आउट गर त स्ट्रेन्थ इन सेयर भयो स्ट्रेन्थ इन सेयरको फर्मुला के अरे 2 इन्टु टाउ भिएफ 2 चाहिँ किन भनेको टाउ दुई भिएफ चोटि सेयर हुन्छ नि त तल पनि ए 1000 चाहिँ किन अरे 1000 चाहिँ किलो न्युटनलाई न्युटनमा लगेको क्या ए ओके 2 इन्टु यो 72.72 आउँछ मलाई थाहा छ तर तिमीहरू झिक त एकचोटि टाउ भिएफको भ्यालु कति आउँछ टाउ भिएफको भ्यालु 100 छ कोडमा 100 छ इन्टु 90 हजुर पेज नम्बर 95 फर्मुला त छैन है फेरि फर्मुला चाहिँ कन्ठै पार्नुपर्छ यसको चाहिँ पावर ड्रिभन रिबेट हैन त पावर सेयर ड्रिभन वाला रिबेट 6 इन्टु पाइ त्यो डी भनेको चाहिँ 21.5 नै भयो नि त 21.5 हुने भयो डिआई भनेको चाहिँ 20 हुने भयो डी भनेको चाहिँ 21.5 हुन्छ 72.72 आउँछ ल गर त आएन भने मेरो प्र्याक्टिस कम भएछ ल 72.61 आयो त्यही होला ल है ल है यही आउँछ है त अनि त्यसपछि ल हेर त अब सिग्मा पिएफ झिक त अब यो सिग्मा पिएफ चाहिँ टीले फरक पर्छ त्यही भएर यो चाहिँ कन्ठ हुँदैन 300 इन्टु डी भने कति छ त 21.5 इन्टु 10 गर त कति आउँछ इन्टु
थिकनेस कति थियो हाम्रो 10 mm थियो है डिभाइडेड बाई 1000 गर त कति आउँछ यो पहल यो फर्मुला नि भनिदिन्छु म सरी यो बियरिङ हो फर्मुलै नलेखिकन यार कस्तो हतार बियर है टेन्सन बियरिङ हैन बियरिङ हेर त सिग्मा पी अफ हेर है सिग्मा पी अफ इन्टु डी इन्टु टी है इन्टु डी इन्टु टी ल गर त यो कति आउँछ सिग्मा 64.5 आएको हो योभन्दा माथि निकालेको हामीले सिग्मा पिएफ के हो यो ए बियरिङ बियरिङ स्ट्रेन्थ इन बियरिङ लेख ल 4.5 हुन्छ हजुर 64.5 है ल 64.5 किलो न्युटन आयो ल कुन मिनिमम छ भन त 64.5 मिनिमम छ नि है यो भन्दा है त्यही भएर डियर फोर रिबेट भ्यालु इक्वल्स टु 64.5 हुने भयो है 64.5 हुने भयो नाउ नम्बर अफ रिबेट हेर है नम्बर अफ रिबेट कति हुने भयो भन्दाखेरि अघि पी को भ्यालु हजुर यो बुझ्यौ बुझे त्यो टेबलबाट ल्याएर चाहिँ त हैन हो टेबलबाट लिएको सिग्मा पीएफ को भ्यालु ती छ त 300 ल त्यही त नम्बर अफ रिबेट हेर त अब कति थियो हाम्रो पी को भ्यालु भन त पी को भ्यालु 35.5 हो यो हैन 17 वाला 17.67 17.67 किलो न्युटनमै छ नि त यो पनि है डिभाइडेड बाई यो लगभग भन्ने आउँछ क्या प्राय अनि त्यसपछि डिभाइडेड बाई 64.5 गर कति आउँछ यसको भ्यालु भन त 0 point समथिङ आउँछ 0.27 नियरली इक्वल टु 1 है प्राय 1 नै युज गर्छौँ कि हामीले त्यही भएर नियरली इक्वल टु 1 भयो है अब यति गरेपछि हाम्रो सक्यो है सक्यो तर फिगर नि बनाउनु पर्छ क्या अब फिगर बनाउन सिकेपछि सकिहाल्यो हेर है अब हामीले कुन च्यानल सेक्सन युज गरेको थियो आइएसएलसी 200 हो ल यसरी है ब्याक टु ब्याक भने यो वाला फिगर हो है यसलाई के लेख्नु पर्यो त 2 आइएसएलसी कति त 200 है 250 हजुर 250 हो रहेछ 250 एट द रेट अब त्यहाँ वेट दिएको छ हेर त त्यही कोडमै हेर त कति दिएको छ कोडमै त्यही 250 आइएसएलसी 250 मोबाइलमा 2 नम्बरमै छ त्यो एलसी 250 28.0 रहेछ 28.0 केजिएफ पर मिटर छ युनिट त्यो कोडमै छ है केजिएफ पर मिटर लेख्नु पर्यो यसलाई है अनि त्यसपछि तलपट्टि लेसिङ अघि बनाएको फिगर ट्याक्क यसरी राख्ने अनि त्यसपछि ट्याक्क यसरी राख्ने अनि त्यसपछि यसरी देखाउने यो हैन अनि यहाँबाट यसरी फेरि देखाउने अनि त्यसपछि ट्याक्क यहाँ रिबेट भइहाल्यो यहाँ रिबेट भइहाल्यो यहाँनिर रिबेट भइहाल्यो यसलाई के लेख्ने त 1 पावर ड्रिभन सब रिबेट मानेको थियो है पीडीएस अनि त्यसपछि कति त 20 mm डाया 20 mm डाया लेखिदिने यसरी अनि त्यसपछि तलपट्टि फिगर लेसिङ कनेक्सन भन्ने लेसिङ कनेक्सन भन्ने अनि यति गरेपछि हाम्रो 16 मार्क्स आइहाल्छ है ल बुझ्यो है या केही कन्फ्युजन छ केटा हो ल